पवित्र बहिनी के छ हेलो हेलो हाई भन नि त राज समल भयो कि क्या बोल तपाईँ मेरो ब्लग हिजोको आज आउँछ है नकेशलाई सब्सक्राइब गरिदिनु ल थ्याङ्क यू नकेश राई 1 2 3 4 5 भरे 5 वटा सब्सक्राइब है गरिदिनु नि सबैले उसले चाहिँ गर्दैन जस्तो छ सब्सक्राइब हो आम्मा यो चाहिँ स्टार्टिङै ढोक फेरि बदल ल सो हेलो नमस्ते एभ्रिवान इट्स मी एनके वेलकम ब्याक टु न्यू ब्लग सो गाइज आज चाहिँ हामी 11 मा जानुको लागि इन्ट्रान्स दिन जाँदैछ सो त्यही हो आज इन्ट्रान्स कस्तो हुन्छ हेरौँ अनि आज नयाँ साथी छ जिउँदै रहेछ साथी आज बल्ल बल्ल आइपुग्यो गाउँबाट सो खुसी लाग्दैछ यता के भन्नु छ ब्लगमा सब्सक्राइब गरिदिनु सो यो चाहिँ हामी 9 देखि सँगै पढेको साथी हो सो एसी दिएपछि चाहिँ उयो गाउँ गएको थियो अनि गाउँ गएर गाउँमै बस्यो अनि त्यति झरेन त्यो भएर भ्लगमा देखेन अबदेखिको भ्लगमा चाहिँ सायद देखिन्छ होला सँगै भयो भने फेरि अर्को कलेज पनि पढ्ने कुरा छ इन्ट्रान्स चाहिँ दिनु जाँदैछ सो त्यही हो के हुन्छ तर यो अलिक मोटा चाहिँ हिँड्छु लाइक ठुलो भएछ है पहिला यत्रो थियो नके दादा भन्दा कुद्थ्यो यसरी अहिले होइन बिन मास्क खोला न तिमी त हाँसेको नि देख्दैन रुख के गर्दैछ भित्र केही थाहा हुँदैन नयाँ साथीहरू भेटिन्छ होला आज नयाँ साथी यसको गाउँको मान्छेहरू छ क्या सो त्यही हो नयाँ पुरानोहरू पनि भेटिन्छ होला सबैसँग बोलचाल गर्ने हो होइन मेरो भाइ वेलकम टु माई ब्लग ओ थ्याङ्क यू भन्दिनँ टोपी उठ्ने गरी हालोस् नि मेरोमा अनि के त सन्चै आज कस्तो दिने इन्ट्रान्स आज दामी दिन भने सो अब चाहिँ हामी पानी ट्याङ्की जानुपर्ने हुन्छ किनकि प्रशान्तले एडमिट कार्ड बिर्सिरहेछ यस्तो गोरुहरू त छ के होला कमाको ब्याग बिर्स्यो के बिर्स्यो थरी थरीको मान्छेहरू चाहिँ अस्ति अब कोहीलाई मात्रै बिर्सिनु बाँकी छ होला तै होइन मलाई ब्याग बिर्सेर जाने यो खरेसम्म अस्ति नै हो नि त जोड्दे यस्तो भएको त स्कुलमा टक्क स्कुल छुट्टी भयो अनि साथी त ब्यागै कोचिङमा थियो होला है कोचिङ छुट्टी भयो अनि स्कुल त्यत्तिकै खाली ब्याग नलिकन स्कुल ब्यागमा छोडेर उता आधी बाटो पुगेर फर्केर आएको नि त इन्ट्रेस्ट दिनु जाँदैछ अनि एडमिट कार्ड चाहिँ कसरी बिर्सिन्छ सर साथी साथी भर्खरै उठेर साथी नयाँ चप्पल छ र पर्काएको गर्छु कसले केही भन्दैन आम्मामा ओए मान्छेलाई हान्नु पर्यो भने हान्नु के नडरा केही हुँदैन वकिल भिड्नु आँटेको छ भिड्नु आँटेको पट्नु आँटेको क्या होइन पट्न बाउ त्यस्तै भन्दैछ अरे के दामी हुन्छ त हामी ग्याङ फाइट पर्दा हान्दिनँ गुम मान्छेलाई हान्दिनँ र यसले मिलाइहाल्छ नि होइन ठिकै हो जस्तो छैन नि त त्यो हेर्दा कुरा गर्नु बेचदैन हौ मासु खाँदैन भनेर सुनेको थिएँ किन भनेको त यहाँ मुन्टा रहेछ नि डेली चाहिँ आउँदैन है सधैँ आउँछ दिँदैन कहाँ डेली आउँछ भने गाइस सधैँ आउँछ नि यहाँ प्रशान्तको फोटो छ ए हो घरमा नि के यहीँ बस्छ सिएम तल प्रशान्तको फोटो रहेछ सिएम हो यता हेर्दा चुच्चो परेको यस कर्नर पनि चुच्चो टाइपको ट्याक्क मिलेको यो चाहिँ हाम्रो गणेश लान्छोको अहिले त्यहाँ पुरै पिच बनाएर दामी बनाएको छ रोड पुरै मुनि पुरै माथिदेखि तलसम्म पिच छ यता चाहिँ टक्क जोरसोगा जान्छ यता चाहिँ कता जान्छ यता बाटो यता बाटो जान्छ हजुर दामी बनाएको छ यसो अहिले वेलकम टु माई ब्लग के छ इन्ट्रान्स दिने कुन म्यानेजर नि सबैजना इन्ट्रान्स चाहिँ कस्तो आउने हो थाहा छैन फेल भयो भने इन्ट्रान्समा पनि बिल्ला हुन्छ त कस्तो फेल भयो भने त कस्तो नपढ जाने हुन्छ नि फेरि हो हेर्ने एउटा क्याप पनि नदिएको
पाइन माथि लग्यो बिजेत भयो त हौ तेरो बिजेत भयो त हौ। हामी चाहिँ अहिले नगरपालिका साइडमा छौँ गाइस। अब चाहिँ हामी स्कुल आइपुग्न लागेको। सो त्यही हो, अब 8 बज्नु पनि 15-20 मिनट मात्रै छ। सो अब गएर इन्ट्रान्स दिने हो। अब चाहिँ सायद यो उहरू माइकहरू चाहिँ म ब्यागमा हाल्छु होला मेरो। राजकमल भयो कि क्या बोल तपाईँ? ल वेलकम टु माई ब्लग गाइस। मेरो ब्लग हिजोको आज आउँछ है। लाखे ढङ 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 नाचेको छ। यता क्याप खोला त आमा राजकमल भइदिएको। ए ल ठिक छ। कुनमा म्यानेजमेन्ट भयो? यस दाइ ए ल सँगै हान्नुपर्छ ल। रहिला हान्नुपर्छ। म यो माइकहरू चाहिँ थन्काइदिन्छु किनकि अब स्कुल आइपुग्न लाग्यो होइन मोबाइल मात्रै झिक्ने अब। गाइजहरू वेलकम टु माई ब्लग। हेलो हल्ला हुन्छ होला नि होइन? हेलो हाई भन नि त। त्यो पनि सोध्ने कुरा हो। त्यही त साथीहरू भएर किन लजाएको क्या? सबै म्यानेजमेन्ट हो। स्कुलै छिर्छ जस्तो छ। यो क्लास हो क्या पुरा 10 क्लास। हेलो हेलो हल्ला हुन्छ होला नि किन? हेलो टिक्स। हेलो हेलो पवित्र टिक्स। कुनमा म्यानेजमेन्टमा हो? ल ल ल दामी हान्नुपर्छ ल। नेपाली हो कि इङ्ग्लिस हो? इङ्ग्लिस हान्नेको? हामी पनि नेपाली हो। ल बाई बाई दामी गर ल। घाँटीमा के हो त्यो? के त भाइ? अब यो भाइ मोटा छ नि हेर त गालो त पुक्क छ त। हेलो 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 गाइजहरू। हेलो सलु हेलो। ओ पवित्र बहिनी के छ? ओ नयाँ साथीहरू लिएर आएको 11मा। हेलो नकेश राई हो सब्सक्राइब गरिदिनु पऱ्यो है। इन्ट्रान्समा पास भइन्छ? त्यही त मलाई डर लाग्दैछ कि इन्ट्रान्समा पनि। ल जाउँ गाइजहरू बेस्ट अफ लक है सबैले। यो यो हाम्रो फुल्लोबारी हो। सो गाइज अहिले चाहिँ हामी इन्ट्रान्स दिएर बाहिर निक्लिसकेको छौँ। सो अब एकछिन भानुचोकतिर डुल्दै जान्छौँ। त्यही हो राम्रै भयो इन्ट्रान्स। अब भरे बेलुका इक्जाम भरे बेलुका नै आउँछ अरे रिजल्ट। हेरौँ के हुन्छ। अनि भोलि फर्म भर्न आइहाल्यो होइन? भोलि बाँच्चै बाँच्यो मैले A+ एडमिसन गरेको फुल पेमेन्ट गरिदियो भने बुक फ्री अरे 100 भित्रमा पऱ्यो भने भोलि बिहानै आइहाल्ने हामी त। 2 बजी आउँछ 2 बजी। बाई बाई राम्रोसँग जा ल। अझै परसम्म खेताउनु थियो नि। गाडीले हान्छ भने भयो क्या। यही किनेको मैले यही किनेको मोबाइल यही किनेको। मैले पनि यहीँ किनेको त। मैले यहीँ किनेको त। हामी कस्तो अहिले त मुनिदेखि देखाउनु पर्यो। मुनिदेखि देखाउनु पर्यो। भाडाको जुत्ता अरे कतिमा ल्यायो? कहीँ निको एउटा मित्रसँग छोडा न भाइ। के छ ठिक छ? स्पिड दिनु न भाइ तिमी आजसम्म चाहिँ कहाँ गएको थियौ भन त? दाइ वास्तवमा मर्न मैले त्यत्रो खोजेको भन् न। मैले के छ कहीँ निको? खोजेको इटेरी जाउँ भनेर आएको। हिँड न छिटो छिटो हिँड न। नगएको? ए नगएको म त हिँडिहाल्नु भनेर नि फेरि किन सिवा होइन दाइ? दाइ अघिदेखि मुस्कान दिँदै बसिराख्नु भएको छ। सो गाइज हामी चाहिँ खाजा खान आएको छौँ। आजको मेन स्पोन्सर भनेको यता हुनुहुन्छ। सो त्यही हो खुसी लाग्छ मलाई अर्काको खानु पाउँदा चाहिँ किन कस्तो लाग्छ? अप्पर के छ अङ्कल? यो चाहिँ कसले गरेको? सबै आएर सुन भिडियो गरेर परबाट झर्छ किन? छिटो ह्यापी बर्थडे प्रशान्त। अलि माथिबाट हाल्नुपर्छ क्या? धुवा निस्किँदैछ ह्यापी बर्थडे प्रशान्त। सबभन्दा अगाडि मैले सुरु गरेँ। दिल गरेछ। ल ल ल सुरु गरिदियो। लगाइ त अब हामी सुरु गऱ्यौँ। भीमलाई मासु खान लानु मलाई चाहिँ के गर्नु त खाइदिँदैन र
यसलाई कुनै दिन डर खुवाउँछ क्या खानु पर्यो नि तेरो बाजेले डह्रो खुवाउनुलाई सो गाइस अहिले चाहिँ हामी यहाँ खाजा खाइसकेको छ अब चाहिँ हामी यहाँबाट बाहिर निक्लिन आँटेको नि हौ यत्रो धेरै छ नि कसरी खाइसक्नु ओ खाइपठा त फ्याँकिदेऊ न भाइ छोड कहाँ छोड ओ खानु ओ स्वाट हो यो नि त खायो भनेको त ल हुन्छ अङ्कल आन्टी बस्नुहोस् ल जो ला के हो रे केटाहरू जुक्कलमा फुटेको यसो आन्टीले बुझिदिनुहुन्छ होला नि ला बरु हातले टिप्दिने भाइ टिप्दिनँ हामी केही भन्दिनौँ हातले टिप्ने भाइ टिप्नु छाताले होइन हुन्छ हल्का काम बिग्रिहाल्यो होइन ब्रो ठिक छ गिलास त पट्टै नि हो एक सुट ल यता हेर त मोबाइलले चाहिँ आएन न एउटा सब्सक्राइब गर्छ कि भनेको त नकेश राई तिमी त कस्तो केही देखेनौ नकेश राई यहाँ केही यसै तारे ल जुमा मासतिर एकछिन डुलौँ न खाजा खाएको त निकाल्नु पर्यो नि त हामीले पनि भर्खर खाजा खाएको अब उफ्रिँदै जाने हेलो नकेश राई ओ प्रशान्त कसम तिमी जस्तो राम्रो मान्छे मैले कहीँ देखेको छुइनँ थाहा छ हिँड्न हो साथीहरूको लागि ज्यान पनि दिन्छ तपाईँहरू जस्तो तिमी जस्तो साथी किन हसिन पसिन भएको त कस्तो कति रुपियाँ अगाडि टिकट अरे 10 रुपियाँ हो छ्या ए 20 रुपियाँ देऊ न सो गाइस हामी घन्टा घरभित्र पनि छिरिसकेको छ सो यता चाहिँ कलेजबाट आउनु भएको रहेछ हेलो हेलो नकेश राई ल सब्सक्राइब गरिदिनु ल थ्याङ्क यू साथीहरूलाई पनि भन्नु है तपाईँको बाउलाई पनि सो गाइस यो चाहिँ हाम्रो घन्टा घरभित्रको दृश्य हो होइन अब दृश्य त भन्नु होला कोही छैन त यार बल्ल बल्ल 10 रुपियाँको टिकट काटेको पुरै यस्तो पोचमा के यस्तो पोचमा पुरै सर्ट हान्ने चाहिँ परबाट बिल हानिदिइहाल्यो अब के भन्नु म उनीहरूले के भन्नु दामी छ अरे यस्तो दिइरहेको छु म किङमा सर्ट हान्दै थिएँ क्या म सो गाइस हल्का सिनेमेटिक जाओस् न त ल 3 2 1 सो गाइस मैले चाहिँ यहाँ जब पाइसकेको छु फोटो खिच्ने मजामा खिच्ने नि बाबा अब्बर भाइरल छु त चिन्नु भएन मलाई किन किन लगाउनु भएको छ यो पनि भिडियो त छोरी माफै गरिहाल्छु नि मलाई उनीहरूले चिनेन कि कस्तो राम्रो देखिएन राम्रो देखिरहेछ ल छिटो बस्नु कहाँ यता हो 1 2 3 4 5 भरे 5वटा सब्सक्राइब है गरिदियो नि सबैले उसले चाहिँ गर्दैन जस्तो छ सब्सक्राइब हो ल नकेश है भरे गरिदिने सबैले कस्तो लजाको कहाँ किन्ने यता उता कता सब्सक्राइब 5वटा हुन्छ भन्ने आशमा छु साथी खिचेर आऊ ल म हाम्रो युट्युबर साथी देखाउन चाहदैछु हामी निक्लियो बाहिर भानु चोकबाट अब हामी अलिक मासिएर जाने अनि त्यो यो डुल्ने कार्यक्रम त चलि नै रहन्छ हाम्रो जहिले पनि म त कसम घर जानु माया त यार मलाई घर जाने अब हामी चाहिँ कहाँ जान्छ हामी पनि त घर जाने हो नकेशलाई सब्सक्राइब गरिदिनु ल गरिदिनु ल नकेशलाई सब्सक्राइब गरिदिनु ल थ्याङ्क यू ल साथी राम्ररी बस ल ओके बाई बाई भन्ने भ्युवर्सहरूलाई गाइज भन् सेभ्रेन सिजनमा चाहिँ तल अब बजार जाँदैछ उसको काम परेर सो त्यही नै हो आजको लागि यति नै गाइज
यदि हजुरहरू नयाँ मेरो च्यानलमा आउनुभएको छ भने सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला र सपोर्ट गरिदिनु होला अनि भिडियो कस्तो लाग्यो गाइस मुनि लाइक कमेन्ट गरिदिनु होला अनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला यदि होइन सो गाइस त्यही नै हो भिडियो मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला अनि सेयर पनि बाई बाई गाइस सी यु इन नेक्स्ट भिडियो ल सिवन साथी झाप्पा छोप्थ्यो बाई बाई गाइस सी यु इन नेक्स्ट भिडियो